सबैलाई नमस्ते है शुभ दिन। यो हाम्रो यो पाल्पाको जुन देखिरहनु भएको छ सिद्ध सरोवर भुतखोला झरना है। आउनु होला नेपालमा भएका साथीहरू, विदेशमा भएका साथीहरू हैन, कहिलेकाहीँ यसो घुम्न आउने गर्नुहोस्। ट्रेन त रमणीय छ हैन। अब यहाँ यो भुतखोला भन्छ है, राम्रो छ। भित्र अलि गइनँ है, म बाहिरबाट देखाइदिन्छु ल। हेर्नुहोस् यो झरना यो बगिरहेछ है, यो भुतखोला भन्छ यो है गाइज। भुतखोला यस्तो छ है ठाउँहरू, राम्रोसँग हेर्नु होला। अनि यहाँ यो भुत खेल्न, यो भूत भन्छन् यहाँ है, पौडी खेल्न चाहिँ यहाँ हो क्या, यहाँ हो। यहाँ पहिला घटना घटेको पनि छ है, तर भाइहरू चाहिँ आउनु रहेछ है। भ्युज अब यस्तो छ क्या गाइज। तर म जुम गर्न किनकि अब कसैको हुनसक्छ होइन, भाइहरूलाई म देखाइनँ यहाँहरूमा। यस्तो छ गाइज, एकदम रमाइलो छ है, आउनुहोस्। यो झरना है यसरी बगिरहेको छ, पाल्पाको यो भुतखोला है, एकदम रमाइलो छ है गाइज। ल कहीँ तपाईँहरू यसो आउनुहोस्, हेर्नुहोस् है त। यस्तो छ टक्क हाम्रो पाल्पाको है। म पनि अहिले यहीँ छु है गाइज, ट्याक्क ट्याक्कै यहीँ छु।